वेलकम गाइज फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो न्यू डे न्यू भ्लग युट्युब च्यानलमा होइन। फेरि पनि म आइसकेँ लाज पचाएर। अब यो चाहिँ किनभने मेरो पहिलो भिडियोमा चाहिँ कति 200 क्रस भ्युज गएको थियो नि त, 200 क्रस भ्युज गएको थियो। अनि त्यस्तै अलिकति एक्साइटेड नै भएको थिएँ म। अनि दोस्रो भिडियो चाहिँ अब बनाएपछि 500 चाहिँ जान्छ भनेर सोचिरहेको थिएँ, तर जम्मा 60-65 मात्र गयो क्या। त्यही भएर अलिकति भिडियो बनाउनु चाहिँ मन थिएन, तर पनि यसो बनाइदिउँ न त के जान्छ र भनेर चाहिँ बनाएको हो। सो त्यही भएर भिडियोलाई अन्तिमसम्म हेर्नु र लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला। सो अब आज चाहिँ हामी जाँदैछौँ, दाइ पनि आइसक्नु भएको छ, दाइ र म चाहिँ जाँदैछौँ यहाँ परतिर। अन्त पर्छ नि त जुन टोटो भन्छ नि त, यहाँ मलेसियामा एकदम चल्या गेम भनौँ न, जुवा जस्तै भनौँ। सो एकदम चल्या हो। त्यही भएर हामी चाहिँ जाँदैछौँ। हामी पनि यसो छुट्टीको दिन हल्का चाहिँ काट्दिउँ न, अब परिगयो भने त पैसा आउँछ नि त टन्नै। अनि त्यही भएर सो हामी चाहिँ जाँदैछौँ दाइ र म चाहिँ। त्यही भएर भिडियोलाई कस्तो हुन्छ भन्नु होला कमेन्टमा, र लाइक सेयर सब्सक्राइब चाहिँ गर्नु होला। सो बाहिर चाहिँ गर्मी छ नि त, अघिसम्म चाहिँ पानी परिरहेको थियो, अहिले चाहिँ घाम लागिरहेको छ, गर्मी भइरहेको छ। सो चप्पल प्यान्ट कट्टु भनौँ होस्। सो अब बाहिर गर्मी छ नि त, त्यही भएर यसो घरिघरि हावा पनि खुवाउनु पऱ्यो नि त। समझ रहे हो आप समझ रहे हो मतलब अब यसो गर्मी छ नि त, त्यही भएर पातलो लागेको हो। सो गाडी बाटो चाहिँ हेर्नुपर्ने छ, यहाँ गाडी क्रस गर्नुपर्ने छ। त्यही भएर जाँदैछौँ दाइ र म चाहिँ आज अब टोटो काट्नलाई है। अब हेरौँ कस्तो हुन्छ, काट्ने हो यसो 5-10 रुपियाँको चाहिँ काट्नु पर्ला। सो अब हामी चाहिँ जाँदैछौँ है। र भिडियोलाई चाहिँ नराम्रो पनि हेरिदिनु होला र यसो सुझावहरू दिनु होला है। म चाहिँ त्यो भन्न चाहन्छु है। अब कस्तो छ होइन, दुईवटा भिडियो बनाइसकेँ, र पहिलोमा चाहिँ राम्रै भ्युज गएको थियो भनौँ न, 200 क्रस भएको थियो नि त। अनि त्यतिखेर चाहिँ राम्रै थियो भनौँ न। अनि दोस्रोमा चाहिँ 400-500 जान्छ सोचिरहेको थियो, तर गएन होइन। ठिकै छ, किन गएन त्यो त अब त्यस्तै के भनौँ न, भिडियो अलिकति नराम्रो भएर नगएको होला। सो आजको मेन विषयवस्तु नै भनेको छ, हामी चाहिँ जाँदैछौँ टोटो काट्न होइन दाइ। हामी टोटो काट्न जाँदैछौँ, टोटो काट्न जाँदैछौँ दाइ र म। अनि भिडियो हेरेर लाइक सेयर कमेन्ट सब्सक्राइब सबै गरिदिनु होला। नयाँ लुगा लगाएर रहेछ, हेन्सम भएर हेरौँ त, नयाँ लुगा लगाएर। सो मैले चाहिँ लाएको छैन, किनभने हल्का गर्मी छ नि त बाहिर। अनि त्यही भएर, तर अघिसम्म चाहिँ ठिकै थियो, अहिले चाहिँ गर्मी भएछ, घाम लागेछ। अघि चाहिँ पानी परिरहेको थियो, अहिले चाहिँ घाम लागेछ। त्यही भएर मैले चाहिँ यस्तो लगाएर आएको छु है, एकरा यस्तो। नराम्रो नमानिदिनु होला, भिडियोलाई चाहिँ हेरिदिनु होला जे जस्तो हेरि। सो हामी चाहिँ जाँदैछौँ यहाँ परतिर, अन्त पर पर्छ 10-15 मिनट लाग्छ हिँडेर। अनि हामी चाहिँ जाँदैछौँ त्यता, यहाँ आँप फलिरहेको रहेछ यहाँ त। आँप टिप्दिउँ है, खाइदिउँ कस्तो हुँदो रहेछ त, पुग्दैन होला। हेरौँ गाडीहरू आइरहेछ। सो आँपको बोट रहेछ यहाँनिर, तर टाढा रहेछ यार, सब टिपिसकेछन्। नजिकको त सब खाइसकेछन् भने यो चाइनिजहरूले त। टाढा रहेछ है, खान त मन थियो यसो एउटा त, सब टाढा रहेछन्। सो यहाँ चाहिँ खाना दिन्छन् क्या, यसरी बाटोतिर रोपिरहेको हुन्छ, त्यस्तो केही गर्दैन नि त, टिपेर खाँदा नि। सो त्यही भएर बोटहरू चाहिँ टन्नै छ, तर सब टिपेर खाइसकेछन्। हामी चाहिँ जानुपर्ने यता हो दाइ र म चाहिँ। अनि त्यही भएर हामी चाहिँ जाँदैछौँ टोटो काट्न। टोटो भन्छ नि त यहाँनिर एकदम। दाइ चाहिँ अगाडि हिँडिरहेको छ नि त, अगाडि म चाहिँ पछाडि छु। सो हामी चाहिँ अब जाँदैछौँ त, अघि पनि मैले भनिसकेँ त्यही टोटो काट्न। अनि अब टोटो भन्छ नि त यहाँ चाहिँ मलेसियामा, त्यस्तै अब जुवा जस्तै भनौँ न, तर अब त्यस्तो पैसा धेरै चाहिँ जाँदैन। 2 रुपियाँ, यहाँको 2 रुपियाँले पनि काट्न सकियो, अब जति आफ्नो इच्छा अनुसार काट्न सकियो नि त। अनि आज बिहान पानी पनि परेछ, सो म चाहिँ सुतिएको थिएँ नि त। अब ढिलो उठिन्छ नि त यहाँनिर, त्यस्तै 11-12 बजीतिर उठाएको थिएँ। सो बिहान पानी परेछ, पानीहरू पानी ठुलो परेछ यार आज है, पानी ठुलो परेछ है त आज हेर्नु त। सो पानी चाहिँ ठुलो परेछ आज। र त्यही हो, म चाहिँ अब के भन्छु भने, यहाँ मलेसियामा जति पनि बसोबास गर्नुभएको छ नि दाजुभाइहरू, म चाहिँ के भन्छु भने, त्यो जहाँ रक्सी अब हुन्छ नि त, त्यो अब अरूतिर पैसा उडाउनुहुन्छ भन्दा यहाँनिर जानुहोस्, आफ्नो सेलरी आएपछि
सो 5-10 रुपियाँको 5-10 रुपियाँ छुट्याएर जानुहोस् काट्नुहोस् होइन। 2 रुपियाँको काट्यो भने अब परिगयो भने नि नेपाली 2-3 लाख आइहाल्छ नि त। अनि बरु जहाँ रक्सीमा उडाउनु हुन्छ भन्दा पनि जहाँ रक्सी यता केटीतिर उडाउनु हुन्छ भन्दा पनि जानुहोस् काट्नुहोस् होइन। सो त परिगयो भने त के थाहा होइन, परिगयो भने त भागेको कुरा हो। अब परिगयो भने त आइगयो भने त 2-3 लाख त। सो तपाईँहरू जहाँ रक्सीमा उडाउनु भन्दा बरु म चाहिँ सल्लाह दिन्छु त्यहीमा जानुहोस् काट्नुहोस्। अनि परिगयो भने त परिगयो नि त हो, कुरो त्यो हो। दाजुभाइहरू जति पनि यहाँ बसोबास गर्नुभएको छ मलेसियातिर म चाहिँ सबैलाई सुझाव दिन्छु यही हो। बाहिर चाहिँ लास्टै गर्मी रहेछ, हुन त 1 बजिसक्यो अहिले। हामी चाहिँ यहाँ परतिर जाने हो, त्यो जुन कम्पनी नै छ भनौँ न। यहाँ चाहिँ त्यस्तो अब इलिगल होइन, यो चाहिँ लिगल नै हो, सरकारी नै हो नि त, एकदम लिगल हो। त्यस्तो केही डर केही हुँदैन, चोरेर पनि हुँदैन। यो चाहिँ एकदम खुलेआम हो, प्रत्येक ठाउँतिर हुन्छ, यहाँ पनि धेरै ठाउँमा छ नि त हाम्रोमा। सो अनि म चाहिँ भनौँ न मलाई पनि अब त्यस्तो काट्न त रहर थिएन, अब आज छुट्टी थियो, जस्ट अब मेरो कन्टेन्ट पनि बन्छ नि त। अनि मेरो कन्टेन्ट पनि बन्छ अनि म पनि काट्छु 5-10 रुपियाँको। के थाहा भोलिको दिन परिगयो भने त होइन, परिगयो भने त परिगयो। सो त्यही भएर होइन गडा परिगयो भने त अर्को भिडियोमा आउँछ होइन, नेक्स्ट भिडियोमा पऱ्यो भने त आयो नि हाल्यो होइन। दाइ तपाईँ काट्नु हुने कि नै? म पनि काट्छु। दाइले पनि काट्ने रे, अब के थाहा। ठिक छ नि त, परिगयो भने त परिगयो होइन। परिगयो भने त के भन्न सक्छ। अब के भन्नुहुन्छ त नि, यहाँ बसोबास काम गर्दै आइरहन्छन् जुन नेपाली दाजुभाइहरूलाई भन्न चाहन्छु म। अब जति पनि यहाँ मलेसियामा बस्नुहुन्छ उहाँहरू सबैलाई म के सुझाव दिन्छु भने जुवा अनि तास जस्तै रक्सी अनि रन्डीबाजी गर्नुभन्दा सबैले बरु 10-15 रुपियाँको भयो नि टोटो हानेपछि अब आफ्नो मिलाएर होइन, अब हान्नुपर्छ भन्ने पनि केही छैन। त्यस्तो अब आफ्नो इच्छा अनुसार त्यही पनि कहिले कसो हानु भनेपछि कहिले कसो नम्बर परिगयो भनेपछि आफ्नो लक्ष्य हो नि त्यसमा होइन। जहाँ रक्सीमा उडाउनु भन्दा होइन, जहाँ रक्सीमा रन्डीबाजीमा उडाउनु भन्दा त्यसमा चाहिँ म अलिअलि समस्या हान्नुपर्छ कहिले कसो ट्राई गर्नुपर्छ, आफ्नो लक हो त्यसमा। जहाँ रक्सीमा उडाउनु भन्दा होइन, बरु 5-10 रुपियाँ छुट्याएर होइन, आफ्नो आफूले खाने छुट्याएर त्यसमा पुऱ्याउनेमा त्यो छुट्याएर हान्ने। भनेपछि 5-10 रुपियाँ अब 2-3 रुपियाँ पनि पऱ्यो भने अब नेपाली 4-5 लाख आइहाल्छ नि त। अनि त्यही भएर त्यही भन्न चाहन्छु म चाहिँ। अब सबैले काट्नै पर्छ भन्ने छैन, अब तर मैले जति नै सुनेको छ यहाँ मलेसियामा चाहिँ प्रायः जसो नेपालीहरू चाहिँ सबै यस्तै यही टोटो काटेरै कसै फसेर बसेका छन्, कसै आएको 5-6 महिनामै घर गएका छन् भनेको छ होइन। त्यो आफ्नो भाग्यको कुरा हो, आफ्नो लक पनि भनौँ न। अब तर हामी चाहिँ त्यस्तरी काटिन्न, हामी चाहिँ अब छुट्टी थियो नि त दाइ र मेरो आज, त्यही भएर मेरो भिडियो पनि बन्ने अनि जम दाइलाई भनेर चाहिँ हल्का यसो 2-4 रुपियाँको काट्ने हो भनेर चाहिँ आएको हामी। यसो हाम्रो कम्पनी चाहिँ यहाँ हो, टोटो काट्ने कम्पनी चाहिँ हो त्यहाँ हो। सो हामी आइपुगिसक्यो, अब हामी जान्छौँ। अनि त्यही भएर यही हो म होइन। अब सम्पूर्ण नेपाली दाजुभाइ भनौँ न, हामीलाई चाहिँ म के भन्न चाहन्छु भने त्यस्तै हो। के भन्न चाहन्छु भने अब धेरै चाहिँ नकाटौँ, यसो 5-10 रुपियाँको छुट्याएर आफूलाई खाने राखेर र घरमा पठाइदिएर हल्का चाहिँ राखेर काटौँ होइन। मैले सुनेको अब सुन्दाखेरि सोधखोज गर्दाखेरि चाहिँ यहाँ चाहिँ प्रायः जसो नेपालीहरू चाहिँ बहुत त्यस्तै टोटोमै फसेर बसेका छन्, घर जान सकेका छैनन् भन्ने भएको छ। अनि होला पनि सायद, किनभने एकदम अब इलिगल होइन नि त, लिगल रूपमा हो। त्यही भएर खुलेआम काट्न पाइहाल्छ नि त। त्यही भएर त्यस्तो चाहिँ नगरौँ होइन। अब सबै कमाउन आएको हो, त्यही भएर चाहिँ त्यस्तो चाहिँ नगरौँ म चाहिँ यही भन्छु। सो बाहिर त लास्ट गर्मी रहेछ यार, घाम लागिरहेछ। सो बाहिर चाहिँ लास्टै गर्मी रहेछ। अब हामी चाहिँ यता जान्छौँ, यो बाटो क्रस गरेर गाडीहरू लास्टै आइरहेछ नि त। यहाँ त फेरि यहाँ जेब्रा क्रसै हुन्न, त्यही अलिकति झेउ हुन्छ। यो ट्राफिक सिग्नलहरू हुन्छ, त्यसकै भरमा चाहिँ जानुपर्ने हुन्छ। सो यस्तो ठाउँ हेरेर गाडीहरू चाहिँ आएको छैन, यहाँ एकदम रोड क्लियर छ नि त। अब हामी चाहिँ जम्मै अगाडि बढिरहेको छ, हामी चाहिँ यहाँ माथिल्लोटी जाने हो। सो हामी चाहिँ काट्ने हो आरामले। गाडी आएर अनि यहाँको रोडमा चाहिँ जेब्रा क्रसै देखिन्न क्या, केही देखिन्न, जेब्रा क्रसै देखिन्न। यस्तो क्लियर छ नि त, जेब्रा क्रसै देखिन्न। अनि त्यही भएर बाटो काट्न पनि अलिक डेन्जरै हुन्छ यहाँ चाहिँ, किनभने प्रायः सबै गाडीमै हिँड्छन् नि त। अब हाम्रो चाहिँ छैन भनौँ न। हो यहाँ त यस्तो पनि चेउ उम्रेर रहेछ त नेपालको जस्तो यार। गर्मी चाहिँ लास्ट छ साथीहरू, हेर्नु न
यत्रो सुरो होला नि गर्मी चाहिँ पसिना भइसकेको छ। सो त्यही भएर अब हामी चाहिँ भित्र छिरिसक्यो नि त। अब यहाँदेखि पर जानुपर्छ काट्नलाई। एकदम भिड हुन्छ तर आज चाहिँ छैन होइन। यो हो, यो पनि हो, अनि अर्को यता पनि छ। यो चाहिँ इलिगल रूपमा है, त्यस्तो इलिगल होइन, लिगल हो। यो कपाल काट्ने ठाउँ भइहाल्यो। अनि यहाँ बोजू हुनुहुँदो रहेछ, पहिला पनि दिएको थियो, अब फेरि पनि दिन्छु नि त बोजूलाई म। सो बोजूलाई दिने साँच्चै बोजूलाई अब परिगन त होइन, बोजूलाई चाहिँ म दिन्छु साँच्चै। बोजूलाई चाहिँ दिन्छु म। आफूमा त चम्चुने नै रहेन अन्त अस्ति पनि दिएको थियो नि त, अस्ति पनि दिएको थियो, आज पनि ओके। बोजूले भेरी गुड भनिसकेको छ होइन, बोजूले भेरी गुड भनिसकेको छ। हामीले पैसा दिइसक्यौँ तर अलिकति दाइले पनि दिइसक्नु रहेछ। तर अलिकति यो मैले थाहा पाएअनुसार चाहिँ बोजूले अलिकति के गर्छ भन्दा यहाँनिर पैसा उ गरेर यहीँ काट्छ अरे भन्ने सुनेको छु मैले चाहिँ, तर हो होइन, देखाएको छैन होइन। सो हामी चाहिँ अब आइसकेको छ। यहाँ चाहिँ एकदम भिड छ। यो 3 ठाउँ छ नि त, यहाँ छ, पर छ, 3 ठाउँ छ। सो यो चाहिँ नम्बरको हेर्नु लिस्टहरू, पैसाहरू देखाउँछु म तपाईँहरूलाई गाइस। हेर्नु पैसा यहाँ परिसकेपछि कति भन्छ, ज्याकपट 2 के छ समथिङ कति आउँछ। यो जहाँ चाहिँ 54 लाख रहेछ, ज्याकपटमा चाहिँ म्याग्नेम भन्छ। यो 13 लाख रहेछ। यहाँ चाहिँ 1 करोड रहेछ। यहाँ 1 लाख रहेछ। यहाँ 7 लाख रहेछ। यहाँ यस्तो छ क्या एउटा यस्तै हुन्छ है, नम्बर यसरी काट्नु हुन्छ। यहाँ चाहिँ सबै प्राइस लिस्टहरू हुन्छ नि त। यहाँ बाजेहरूले काट्छ, सबैले काट्छ नि त यहाँ उता। सो अब हामी पनि काट्ने नि त, म पनि काट्छु, हल्का फुल काट्दै भनौँ न, त्यस्तो धेरै काट्दैन। सो त्यही भएर तर बोजू चाहिँ एकदम अलिकति माया लाग्दो हुनुहुन्छ। तर पनि मैले चाहिँ यहाँनिर सुनेको, अब बोजूले चाहिँ अब यहाँ यसरी दिनभरि बस्ने, अनि भरे अब यो 5 बजे 6 बजेतिर बन्द हुन्छ नि त। तर भरे चाहिँ फेरि 5 बजेतिर चाहिँ यही पैसाले काट्छ अरे भनेको चाहिँ सुनेको छ, देखे अरे मेरो साथीहरूले। अब भाषा पनि बुझ्दैन नि त, बोजूले अब कान पनि अलिक सुन्दैन। सायद बोजू पनि अब यस्तै यही नै भनौँ न, यही काटेर नै यस्तो भएको हुनसक्छ। त्यस्तो हल्ला पनि छ नि त। अब मान्छे यहाँनिर यस्तो अब काटेपछि गरिब हुन्छ कि त धनी हुन्छ भन्छ नि त। जुवा जस्तै हो, डाइस जुवा जस्तै हो यो पनि। अब त्यस्तो अरे। सो मैले चाहिँ त्यही सुनेको छु। अब के कसो त्यो चाहिँ थाहा छैन होइन। त्यही भएर म चाहिँ अब काट्छु, कन्टिन्यू गर्छु। यहाँ चाहिँ 3वटा ठाउँ छ नि त। यहाँ पर एउटा ठाउँ छ, अनि यता पनि एउटा ठाउँ छ। यो चाहिँ एउटा ठाउँ हो। योमा चाहिँ लास्टै भिडै छ, कालो अलि नौला जस्तो। यतापट्टि पनि 2टा लाइन छ। एकदम योमा चाहिँ यो चाहिँ अलिक जति भनौँ न, यहाँ चाहिँ अलिक पैसा धेरै आउँछ समथिङ त्यस्तै लाग्छ मलाई चाहिँ। मलाई पनि थाहा छैन होइन। हेर्नु न पैसाको लिस्टहरू यो हेर्नु त कति छ। गर्नु होला, आफै गर्नु होला। हेर्नु सब यस्तै हो क्या, यस्तरी काट्ने हो क्या। यहाँनिर लोभिएर भनौँ न, अब पैसा यत्रो धेरै देखाइरहेको हुन्छ, अनि त्यही भएर लोभिएर हो क्या काट्ने भनेको सबैले। सो यहाँ मैले नि काटेको छु, तर मैले चाहिँ त्यस्तो लोभिएर जस्ट भिडियोलाई बनाउनलाई चाहिँ हो काटेको। यहाँ पाली चाहिँ कति बेला आउने, पाली पर्खिँदैछु म। हेर्नु न कस्तो बुढोहरूले नि काट्छ क्या यहाँनिर। त्यस्तै हो यहाँनिर, एकदम बुढोहरूले नि काट्छ नि त यहाँनिर सबैले। पाली चाहिँ अहिले नहोला जस्तो छ, अलिक टाइम लाग्ला जस्तो छ, धेरै छ। मैले नि रेडी बनाएको छ 10 रिङ्गेटको काट्नलाई। अब रेडी बनाएको छ मैले नि काट्नलाई चाहिँ। तर पाली चाहिँ अलिक नहोला जस्तो छ, ढिलो होला जस्तो छ। सो होइन, अब चाहिँ दाइरामा चाहिँ नम्बर किनेर फर्किसक्यो होइन। यो चाहिँ मलाई साथीले दिया नम्बर हो। यो साथी यो भिडियो हेर्दैछ भने हेरे, तैँले दिया नम्बर हो। यदि परेन भने तँलाई म त्यही ठाउँबाट उठाइदिन्छु, बुझेँ। सुनि याद राख है। अब हेर कति रिङ्गेट काटेको, 20 रिङ्गेटको काटेको छु। यो साथीले 100% पर्छ काट भनेर मलाई रातभरि म्यासेज गरेको थियो। अनि रातभरि म्यासेज गरेको थियो, त्यही भएर चाहिँ काटे हो मैले होइन। अब भिडियो पनि बन्छ नि त मेरो भनेर काटे हो। अनि अर्को कुरा चाहिँ अब के भन्दा चाहिँ मैले कमेन्टमा देखिरहेको थिएँ, अब मलेसियामा बसेपछि तैँले त्यस्तो काट्न थालिसकेपछि चाहिँ त अब घर नफर्किने भइस्, यता पैसा नबचाउने भइस् भनिरहेको थियो क्या साथीहरूले, दाइहरूले भनौँ न, त्यस्तो भनिरहेको थियो।
तर पनि म चाहिँ के भन्छु भने म चाहिँ त्यस्तोरी काट्दिनँ नि त, त्यस्तोरी रेगुलरली काट्दिनँ। गर्मी छ यार, पसिनै पसिना भइसक्यो, गर्मी छ यार, गर्मी छ, घाम नलाग्दा नि गर्दैन। सो दाइहरूले चाहिँ त्यस्तो भन्थ्यो, तर पनि म त्यस्तोरी चाहिँ काट्दिनँ नि त। म चाहिँ अब हप्तामा महिनामा भनौँ न मेरो भिडियो मेरो कन्टेन्टको लागि चाहिँ काट्ने हो, म त्यस्तोरी चाहिँ काट्दिनँ। सो त्यही भएर म चाहिँ दाइहरूलाई के चाहिँ भन्न चाहन्छु भने दाइहरूले भनेको नि ठिकै हो, त्यो त्यस्तो नराम्रो पनि होइन नि त, किनभने उनीहरू पहिल्यै बसेर यहाँ अनुभव गरेर गइसक्नु भएको नि त, अनि त्यही भएर चाहिँ भन्नुभयो हो, त्यो ठिकै भन्छु। सो म चाहिँ त्यस्तोरी काट्दिनँ नि त, म चाहिँ त्यस्तोरी काट्दिनँ। दाइहरूले भनिरहेको छ क्या कमेन्टमा, मलाई कमेन्ट बक्समा, भाइ अब त त्यसरी त्यहाँ पैसा कमाउनु गएको तैँले त्यहाँ बसेर त्यसरी काट्न थाल्छन् चाहिँ त घर फर्किँदैनस् केटा भन्थ्यो क्या। तर हुन त हो, ठिकै पनि हो, तर म चाहिँ त्यस्तोरी काट्दिनँ होइन। जस्ट यो चाहिँ मलाई रातभरि साथीले काट भनेर चाहिँ दियो होइन। सो त्यही भएर चाहिँ मैले काटेँ, अरू बाँकी कुरा यति नै हो। अब यसको रिजल्ट बेलुका आउँछ, यदि परिगयो भने चाहिँ तपाईँहरूले अर्को भिडियोमा देख्न सक्नुहुन्छ। नेक्स्ट भिडियो वेट गर्नु होला। अभी मजा आएगा ना भिडियो। त्यसको लागि च्यानललाई यदि सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरिदिनु होला, र यदि सब्सक्राइब गरिसक्नु भएकोहरूले चाहिँ यो भिडियोलाई हेरेर लाइक कमेन्ट सेयर चाहिँ गरिदिनु होला। म चाहिँ यही भन्न चाहन्छु होइन त। सो मलाई चाहिँ भनिरहेको थियो कतिपय साथीहरूले चाहिँ भनिरहेको थियो छोड दे नगर होइन, अब तेरो भ्यू चाहिँ आउँदैन, सब्सक्राइब गरेको पनि अनसब्सक्राइब गरिदिउँ भन्दै मलाई चाहिँ कल गरेर भनिरहेको थियो। म चाहिँ साथीहरूलाई के भन्न चाहन्छु भने यो चाहिँ अब त्यस्तोरी होइन, म चाहिँ जस्ट अब यो स्टार्टिङ हो नि त, मेरो स्टार्टिङ हो। सो स्टार्टिङ मात्र हुँदैछ नि त यो मेरो, अनि त्यही भएर म चाहिँ त्यो साथीहरूलाई के भन्न चाहन्छु भने चाहिँ ठिकै छ, अब आफूलाई तिमीलाई अब नराम्रो लाग्छ भने गरिदेऊ, मेरो भिडियो मन पर्दैन भने नहेर होइन, अनसब्सक्राइब गरिदेऊ, म चाहिँ यही भन्छु होइन। सो मैले चाहिँ यही भन्ने हो साथी, यो भिडियो हेरिरहेको छ भने नि यही हो होइन तिम्रो लागि चाहिँ सुझाव। सो त्यही भएर म चाहिँ अरू चाहिँ धेरै चाहिँ बोल्दिनँ र बोल्न पनि आउँदैन नि त खासै मलाई, त्यही भएर अब हामी चाहिँ यता परतिर जान्छौँ। सो त्यही भएर सो अहिले दाइ र म चाहिँ अब फर्किसक्यो, यता यहाँ परबाट काटेर नि फर्किसक्यो। अनि हल्का सुपर मार्केटबाट सामान ल्याउनु थियो, दाइले सामान पनि ल्याइसक्नु भयो। अनि अब काटेर पनि आयो नि त, काटेर आयो, यसो छुट्टीको दिन छुट्टी पनि मनाइयो भनौँ न। मैले 15-20 रुपियाँको काटेँ, अब फेरि काटियो नि त होइन त, काटियो नि त, नम्बर काटियो अनि के गर्ने, नम्बर पऱ्यो भने त गइन्छ नि नेपाल। झुट बोल रहा है। 10 रुपियाँ हानेको छ अनि सिडी भोलि परेपछि डाइरेक्ट नेपाल है। कति आउँछ अरे, कति लाख अरे यहाँको? 10 रुपियाँको त अब कति आउँछ, अब कति 10 लाख? 10 लाख आउँछ नि सिडी। सो ल 6D भनेर नम्बर हुन्छ नि त, यहाँ नम्बर पनि 4वटा 6वटा 10वटा 12वटा हुन्छ नम्बर पनि। सो दाइले चाहिँ 6वटा नम्बर काटेछ। सो त्यो नम्बर पऱ्यो भने चाहिँ अब समथिङ यहाँको कति 1 करोड कति करोड आउँछ होला, त्यो चाहिँ यही नहीं अभी और सुनिए। थाहा भएन अब, किनभने हामी दाइ र म आजै त काट्न गयो, त्यस्तो काटेको छैन नि त, त्यस्तो याद गर्दैन। सो थाहा छैन कति आउँछ, मैले सुने जहाँसम्म सुने करोड चाहिँ आउँछ भन्ने लागिरहेको थियो होइन दाइ। सो भोलि करोड आयो भने गइदिने नेपाल। ठिक छ ल, ठिक छ ल दाइ, हाम्रो दाइ अब भोलि नेपाल जाने दाइ पऱ्यो भने चाहिँ भनेको छ, हेरौँ होइन। परेन त्यो चाहिँ अर्को भिडियोमा आइ नै हाल्छ जसरी पनि, यदि पऱ्यो भने, अब परेन भने चाहिँ आउँदैन होइन। सो मैले चाहिँ यो किन लुगा लगाएको भने गर्मी छ नि त, बाहिर गर्मी पनि छ। सो यहाँ नजिकै पनि हो काट्ने ठाउँ, त्यस्तो के आवाज गरिराख्ने ठाउँ, त्यही भएर चाहिँ मैले यस्तो खासै नयाँ लुगाहरू लाइनँ, त्यही भएर यस्तोमै काटेर आएँ। भिडियो नराम्रो भने हेर्नु चाहिँ होला होइन, नम्बर भिडियो हेरिदिनु होला अनि सपोर्ट गरिदिनु होला, गरिदिनु होला अनि सपोर्ट गरिदिनु होला, लाइक कमेन्ट सबै गरिदिनु होला। यसो राम्रो कस्तो छ, राम्रो नराम्रो, अनि सेयर पनि गरिदिनु होला। यसो ठिक छ, कमेन्टमा लेख्नु होला, हेरेर आफ्नो प्रतिक्रिया। सो अब हामी चाहिँ अब अहिले चाहिँ अब फर्केको होइन, हामी चाहिँ फर्क्यो। अब हाम्रो रुम चाहिँ यहाँ परतिर फर्केको, अब हामी चाहिँ आइसक्यो नि त काटीगरी। सो म चाहिँ अब अन्तिममा के भन्न चाहन्छु भने भिडियो कस्तो छ, राम्रो छ नराम्रो छ, जस्तो भयो नि हेरिदिनु होला भिडियोलाई चाहिँ, र लाइक कमेन्ट चाहिँ अलिकति सुझाव तरिकाको गरिदिनु होला। ल यो भएन, यो त्यो भएन भनेर हल्का सुझाव दिनु होला। र मलाई जति नै यो युट्युब छोडिदिए यताउता भन्ने साथीहरू छ नि, तिनीहरूलाई चाहिँ म केही भन्दिनँ पनि गर्दिनँ नि। अब मनपर्छ भने हेरिदिउँ होइन,
मन पर्दैन नि नहेरिदिउँ। अनि त्यो म्यासेज बक्समा आएर अनसब्सक्राइब गरिदिन्छु यता त्यता नभनिदिउँ। सो सब्सक्राइबर पनि धेरै छैन नि त अहिले भर्खरै अहिले 62 भनेपछि 62 पुग्यो होला। ठिकै छ। अब 2टा भिडियो मतलब कति 10 दिन 15 दिन भइरहेछ युट्युब खोल्या। त्यतिमा चाहिँ 62 पुग्नु भनेको चाहिँ राम्रै जस्तो लाग्छ मेरो। अब मेहनत अझै गरिरहेको छु, गर्ने नै छु। सो माया देखाइदिनु होला है सबैले र लाइक कमेन्ट अनि जसले सब्सक्राइब गर्नु भएको छैन नि भिडियो हेरेर त्यो चाहिँ सब्सक्राइब गरिदिनु होला। किनभने तपाईँहरूले सब्सक्राइब गरिदिएपछि नै म अगाडि बढ्ने हो, अघि बढ्ने हो। सो म यति भन्छु है। अब चाहिँ हामी चाहिँ पुग्न लागेको यहाँतिर हो नि त। सो बाहिर चाहिँ लास्ट गर्मी छ यहाँनिर। अब घाम लागिरहेछ, घाम खासै पनि छैन र नि गर्मी चाहिँ लागिरहेछ। अघि बिहानसम्म चाहिँ पानी परिरहेको थियो, त्यही भएर मौसम ठिकै थियो। अहिले चाहिँ ओभर गर्मी भएको छ। कुरो त्यही हो, टोटो सोटो काटेर आयो। यहाँ चाहिँ एकदम प्रख्यात टोटो भन्छ नि त, एकदम प्रख्यात भनौँ न, प्रख्यात चर्चित जे भन्दा नि हुन्छ। त्यो चाहिँ त्यस्तै गेम हो नि त, त्यही प्रख्यात नै भनौँ न। सोकडाहरू चर्चित गेम नै भनौँ। सो काटिवरी आयो। सो अहो अरू केटाहरू पनि आइरहेको रहेछ, उनीहरू पनि नम्बरै काट्न गएको हो। पठाइदेऊ ल। ओके ल, हाम्रो दाइहरू पनि नम्बरै काट्नु जानुभएको रहेछ। उनीहरू चाहिँ प्रायः जस्तो धेरै खेलिरहेको छ नि त, उनीहरूलाई चाहिँ थाहा छ कति के कसो। सो सबै थाहा छ उनीहरूलाई चाहिँ, किनभने उनीहरू पहिलादेखि नै काट्दै आएको छ। म चाहिँ जस्ट भिडियो बनाउनु पऱ्यो गर्नु पऱ्यो भनेर चाहिँ काट्या हो त्यो। सो त्यही भएर आजको भिडियो चाहिँ यति नै हो, आजको लागि यति नै हो। बाँकी कुरा अर्को भिडियोमा भेटौँला होइन त। सो सबैले सब्सक्राइब चाहिँ गरिदिनु होला युट्युब च्यानललाई। युट्युब च्यानल के अरे? लिम्बू भ्लग्स लाई चाहिँ सब्सक्राइब गरिदिनु होला भनिदिनु न। लिम्बू भ्लग्सलाई चाहिँ सब्सक्राइब गरिदिनु होला। अनि यसो अब आजको भिडियो यति नै हो। हामी आइपुग्यौँ रुममा पनि। अब नजिकै 2-4 पाइला हिँड्यो भने त आइजान्छ। सो आइपुग्यो। अब हाम्रो रुम चाहिँ यहीँ हो नि त, यहाँदेखि माथि जानुपर्छ। सो बाँकी चाहिँ यति नै हो, बाँकी कुरा अर्को भिडियोमा गरौँ न। सो आजको लागि टाटा बाई बाई। सबैले सब्सक्राइब चाहिँ गरिदिनु होला।